हेलो गाइस, आज मेरो भान्जीले चामलको पुडी अनि खिर बनाउँदैछ। हेलो गरे। यो पागल के गर्दैछ? प्याज छिलेको, चाना दालको सब्जी अनि मेरो लड्डु यहाँ खेल्दैछ। अनि मेरो यो पागल भतिजी मेरो बुढी के खोज्दैछ? पैसा हरायो कि? यहाँ रोटी बेलिसकेको छ चामलको। यहाँ पाक्दैछ खिर। मेरो भतिजी पानी के गरेको? प्याज धोको मजाले। मेरो भान्जीलाई गाइड गर्दैछ मेरो बुढी, सिकाइदिँदैछ। भोलि पर्सि ससुरालीमा जाँदा काम लाग्छ होला। मेरो बुढीले भन्दैछ यो सब्जी हाल्नु अहिले नै। प्याज धोएर ल्याइसकेको छ मेरो भतिजीले। के गरेको अलिसा? लसुन छिलेको केमा हाल्ने? के को तरकारी? चनाको सब्जी, चना दालको सब्जी। तर मम्मी कतिको आन्लोको मासु? कतिको आन्लोको मासु? आधा पाउ के खेतो? तर बाप खेतो कि म्या? पप्पा खेतो। म्या कति खेतो? बाप के गरेछ त? सबै मिलिजुली काम गरिरहेछ हाम्रो घरमा। एउटाले लसुन तास्दैछ, एउटाले चाहिँ नङ देखाउँदैछ, एउटाले चाहिँ प्याज काट्दैछ, एउटाले चाहिँ पुडी छान्दैछ। खिरमा चिनी जाँदैछ। अब चिनी हालिसकेपछि अनि इलाइची, नारियल, काजु, किसमिस सबै हाल्ने। अब नारियल, इलाइची, काजु, सौंफ सबै यसमा हाल्दिने अनि खिर रेडी हुन्छ। हेलो गाइस, मेरो बाबु पुडी खान्छ। त्यो राख्दा तल राख्नु पाटाइदिन्छ। पुडी खा। गुड, जाऊ भित्र खाऊ त। अरू लिने प्लेटमा लिने। खिर रेडी हुन थालेको छ। कति राम्रो खिर हौ, अहिले नै खाइदिनु मन लाग्छ। खाना आलुको सब्जी बन्छ। कुकर चलिसकेको छ। कुकरमा तेल हालिसकेको छ। चाना दालको सब्जी आलु मिसाएर मिठो हुन्छ। नन्दनीको मुख पागल जस्तै लाग्दछ। प्याज हालिसकेको छ। चलाउँदैछ। यता मसला रेडी हुँदैछ। इलाइची, लौङ, मरिच, दालचिनी छैन पिसाएको। यहाँ हाम्रो भान्जीहरू झगडा गरिरहेछ मोबाइलको लागि। सब मोबाइलको लागि। पेडा अर्को लड्डु
सोचेको छ अर्को लड्डु ठुलो खोर्सानी त्यही छ Like, follow and subscribe. Please share this video. Please. यो मेरो दाइ भाउजूको लागि तल पुर्याउँदै